बेनी बसाइबाट चाहिँ अब हामी यता बागलुङतर्फ जाँदै गरेको अवस्था र बागलुङबाट कहाँ के कस्तो हुन्छ तपाईँहरूलाई अवगत गराउने नै छु। र आजको डेस्टिनेसन भनेको बुटोल या सुनौली बोर्डर चाहिँ रहनेछ। यो क्रममा चाहिँ अब उहाँहरूलाई देखाउनु पर्ने परिदृश्यहरूको कैद गर्दै अब हामी चाहिँ सिधै बुटोलतर्फको चाहिँ अब यो कोरिडोर हुन्छ यतालाई होइन, त्यो कोरिडोर समातेर चाहिँ हामी अब सिधै लाग्छौँ। बुटोल पुग्न नपुग्दै वालिङ पुगेर यता हामी पोखरातिर पनि फर्किन सक्छौँ होइन। त्यो चाहिँ अब हाम्रो ठेगाना छैन, भर छैन। यो बाटो नयाँ बाटो जानु त भन्ने कुराले हो र एउटा हुन्छ नि त मान्छे यो बाटो जाने मजाले घुम्ने टोटल्ली पोखरा यो नेपालको सर्लको बाटोहरू यो त दार्जुला के भन्नेतिर पुग्छ अरे, उता पश्चिमी हो कि पूर्वको बाटोहरू पुरै घुम्ने भन्ने प्लानिङले गर्दाखेरि म त यो बाटो हिँड्न कोसिस गरेको छु होइन। यो फोन आयो, फोन लागेन र लागेन त्यसलाई फोन। अब किन आउँछ अब हेलो हजुर हजुर मैले अहिले कस्टमरलाई फोन गरेको थिएँ होइन, ए फेरि अहिले चाहिँ सामान पर्दैन भन्ने कुरा। के भन्छ अहिले भक्कसी सालिगम सरसँग कुरा गरेर सामान हालिदिनुहोस् भनेको त फेरि भक्कसी। अनि तपाईँले त्यति भनेपछि टोटल सोसन निकालेर मैले कस्टमरलाई फोन हाने, कस्टमरलाई फोन हानेको। अब हिजो चाहिँ मेकानिकलाई देखाएर रहन्छन् होइन, आफ्नै हिसाबमा भनेर रहेछन्। हो हो आज चाहिँ उहाँ मेकानिकलाई देखायो अरे। मेकानिकलाई देखाउँदा चाहिँ दुइटै गाडी ठिकै छ भनेर तातेर आएको भदो हुन सक्छ भने अरे। तपाईँको गाडी गुड्ने चाहिँ एक दुई गियरमा हो भने होइन, अब त उकालै घर होला होइन, धेरै स्पिड जाँदैन। जान्न कति एक गियरमा त कुट्दैन। अनि तपाईँको गाडी चाहिँ ठिकै छ भने अरे। हिजो रातिबाट टचर दिएको त यतिलाई रहेछ। त्यही भनेको त मैले हेर्नु नि यहाँ सब सामान रेडी गरेर उस गरेर फोन हानेको, लास्टमा पर्दैन। हिजो रातिबाट यार मलाई टचर दिएर दिमाग बनाएर अहिले आएर यहाँ फोन गरेको। अब परेन भने अब म फर्किन लागेको। ए घरै जानु ए ल सुभाष भाइ नै आउँदैन, रामसालाई नि बोलाऊ है। म 2-3 दिन लाग्छ अझै आउनु। ए ल सर ल। हामी बुटोलतर्फको यात्रा सुरुवात गरियो। यो कालीगण्डकी कोरिडोर अन्तर्गत यो बाटो पर्दो रहेछ होइन। अब हामी हेरौँ के कस्तो हुन्छ, तपाईँहरूलाई बाटोमा देखाउने छ। अब हेरौँ ठुलाकै ढुङ्गा, लास्टै ठुलो उता ढुङ्गा त ढुङ्गामा त्यो फिल्डै हुन्छ भने बाटो कस्तो रहेछ। उहाँसँग कस्तो हुन्छ गाडी चाहिँ यसो जानकारी पनि गरौँ। अब बाटो यस्तै रहेछ, यो पुरै बाटो सेलसेल हाल्यो। अब दुई नपरेर हिँड्ने एउटा दुईवटा ठाउँमा त यस्तै हो।
इस कस्तै बाटो चाहिँ हल्लिएको कालीगण्डी कोरिडोर अन्तर्गत चाहिँ अहिले चाहिँ हामी यो पिच बाटो सुरु भएको छ बागलुङबाट आउने बेला र अब यतिको पिच चाहिँ अब हामीले कहाँ देख्नु पऱ्यो वालिङ छ पाल्पासँग देख्न पायो भने मजा आउँछ टाढा त उता बाटो पिचै छ त्यही हो अब खोइ हामी बिस्तारै जाने यो बाटो चाहिँ अब धेरै हतार पनि छैन किन छैन तर भोक चाहिँ लाउला जस्तो भयो या त्यो पानी र च्याउचो खाएर हिँड्नुपर्छ क्या पानी र च्याउचो हुन्न पानी र च्याउचो खाएर हिँड्नुपर्छ क्या अलिक नजिक छैन क्या भेटिन्छ होला नयाँ पिच भर हुन्न एउटाको घेरा ल्याएर थुप्रेको हुन्छ यस्तो अनि माटो नै कन्ट्रोल नम्बर सिधै जान्छ यार उहाँ उसमा भएकै उसमा के अरे नामै आएन पर्वतबाट फर्किने बेला भयो क्या पिच बाटो है उताबाट आएको ओह्रालो माछा काट्दै सकेन यस्तो चाहिँ गेग्रान भएर काट्यो झन् उता नालिया परिन्छ कि ना डर भयो अनि झ्याममा ब्रेक हान्दै पल्टाइदिए यो अहिले कालीगण्डी कोरिडोर अन्तर्गत चाहिँ यो बाटो चाहिँ अहिले नयाँ नयाँ बनेको पिच र बाटो चाहिँ एकदम स्मुथ छ होइन अहिलेसम्मको यात्रामा केही ठाउँमा अब पहिरोले अवरोध बनाए तापनि तर बाटो चाहिँ समग्र रूपमा अहिलेसम्मको यात्रामा चाहिँ एकदम राम्रो सहज चाहिँ भएको छ है यहाँ त मान्छे टन्नै बस स्टेसन रहेछ बस स्टेसन रहेछ क्या यहाँ त पहिरो झर्ने ठाउँ रहेछ यार ए ढुङ्गा झर्ने ठाउँ जो अहिलेसम्मको यात्रा चाहिँ रमणीय एकदम रोमाञ्चक के अरे अद्भुत भएको छ अब हेरौँ योभन्दा अगाडि के कस्ता अनुभवहरू लिन सकिन्छ त्यो तपाईँहरूलाई गराउनेछु है यो ठाउँलाई चाहिँ धावा भन्दो रहेछ होइन तर यो ठाउँमा चाहिँ पहिरो गयो भने ठुल्ठुलो पुरै पाहाडै जाँदो रहेछ कि तिनीहरूमा बाटो बनायो भने होइन ठुल्ठुलो यहाँ तर पहिरो होइन नि गाउँ गाउँ छिराएको रहेछ बाटो त्यही राम्रो लाग्यो बाटो चाहिँ खाली लाग्दो पनि रहेछ पहिरो चाहिँ खाली लाग्दो पनि देखियो होइन पुरै पाहाडै खस्केको यताउति पनि देखियो पहिरो चाहिँ ठुल्ठुलो जाँदो त पुरै पर्वतै झोले यार कति ठुल्ठुलो यार कति डेन्जर ठुल्ठुलो यार पाहाडै झर्दो रहेछ कि यता पहिरो झऱ्यो भने साथै जाने कि सानोतिनो त चान्सै छैन पहिरो झर्नु त ए रामा सुलेमान पाहाडै झर्ने गएर बनाउनु बिना कति गाह्रो भयो होला झन् डी अझै 7 किलोमिटर रुद्र के भन्ने चाहिँ बल्ल आइदियो क्या हामी
अझै 7 किलोमिटर रेडी पुग्नु माथि त कहाँ हो त्यो त रेडी जानेको कता हो रेडी योबाट कता जान्छ नि हजुर ए ढोलपाटन जाने हो हामी बुटोल रुद्रवेणी भन्ने यो रहेछ है अझै 7 किलोमिटर 7 किलोमिटर साढे पनि त्यहीँ लेखेर छ नि हामी चाहिँ रेडी आइयो यो पुल 3टासम्म पुग्छ क्या 3तिर जाने स्याङ्जा र गुल्मी जोड्ने पुल पाल्पा स्याङ्जा र गुल्मी जोड्ने पुल त्यो कारणले यो पुल चाहिँ एकदम फेमस छ अब हामी पसिँदैन होइन हेर्ने मनोरञ्जन दृश्यहरू अवलोकन गर्ने हिँड्ने भनेर मात्र निस्किया छौँ त्यही हो है हामी रेडी यही हो दिदी अब केही उसमा चाहिँ हामी बजार पुग्छौँ बजार होइन र अहिले हेरौँ अब भोक लागेको छ खानसाना खाएको छैन अब खानसाना खाने त्यसले खाइयो होटल त छ यहीँ जति अब घरलाई यहाँ पेट्रोल ट्याङ्क पेट्रोल छैन अरे यहाँ त के हो गर्नु उत्रिएछ नि सकाली भन्नु किराँत भने हेर्ने दाइमै हो नाम गर्दा होला नि यहाँ के भन्दा हो तन्दुर रोटी खाना पनि छ यहाँ खाने कहाँ खाने यहाँ ठिक लागेन चेरी बाटो यहाँ बसेर रेडी भन्दो रहेछ यहाँ बसेर खानसाना खाइयो अब चाहिँ यहाँबाट चाहिँ हामी लागिन्छ सिधै बुटोलतर्फ यताबाट जाने है त funny guys. Berarti Tofa होटलमा बसेको खाना खायो त्यहाँ बसेर खाना खासै टेस्टी चाहिँ लागेन होइन यहाँको होटलको खाना के गर्नु है यहाँबाट चाहिँ लाग्यो तिमीमा हुन्छ है बोतल यता कतै छोडिदिनु पायो भने त यार बोतल छोडिदिनु पायो यो बोतल क्यान लान्छ खोइ यो ए त्यो खुजा हाल्ने हो कि अरे बोकेर लाने ठाउँ छैन गुड यहीँ पनि पाउँछ यहीँ त नि उता खास पाउने अर्कै ल्याउँ क्या त्यहाँको उता यहाँ आउने जानु ल अब हामी यहाँबाट चाहिँ लाग्यो गुल्मी लुम्बिनी प्रदेश पर्दो रहेछ है यो त लुम्बिनी प्रदेश पर्दो रहेछ त तानसेन नगरपालिकामा यहाँहरूलाई हार्दिक स्वागत ओहो भोल्टीमा बढी सामान भयो कि अब मामा टाइट भयो त खै के हाल्ने के हाल्ने प्लास्टिक टाइट भयो त अहिले
गाह्रो बना त ल अब हामी यहाँबाट लाग्यो अब सिधै हामी बुटोल होइन पाल्पा हुँदै सिधै बुटोल अब तानसेना बजार भन्ने पनि गीत थियो होइन एउटा ल हामी लोक देउराली 8 कहाँ हो के हो थाहै छैन धुन्द भन्छ चाइना बोर्डर टु इन्डिया बोर्डर दुईवटा देश घुम्ने भइयो टु इन्टरनेसनल बोर्डर टु मेरो विचारमा ल यो हो गनाएको ठाउँ यहाँ ट्याक्कै स्पेलिङ आएको अब हामी बुटोलको लागि चाहिँ जङ्गलबाट चाहिँ हामी यही हो र बाटो यही हो र साँगुरो बिस्तारै हिँड्नुपर्ने छ बुटोलको लागि यही हो भने राम्रो रहेछ यार यहाँ आउँदो रहेछ त्यो बाटो तानसेन अहिले तल पऱ्यो अहिले माथि पऱ्यो नि त अब चाहिँ कति किलोमिटर होला होइन पाल्पा होइन अब ए अझै हामी पाल्पा पुगेको छैन है भने होइन यहाँबाट बुटोल कति किलोमिटर भन्नुहुन्छ नम्बर ल त जब 38-40 किलोमिटर पछि हामी पुगिन्छ स्टेडी हुने त मैले यता चाहिँ मुस्ताङको गाडीहरू चाहिँ त बढी देखेँ किनकि पावरफुल यो ठाउँमा चाहिँ कुनै चाहिँ बढी मुस्ताङको गाडीहरू मुस्ताङको जिपहरू चाहिँ बढी म्याक्सिमम् हिँडेको टुटेको अझै पनि क्युहरू थापेर हिँड्ने जिपहरू चाहिँ देखेँ त्यही हो यो ठाउँमा देखेको अहिले तानसेन बजारबाट हामी तल बुटुङ भन्ने ठाउँ रहेछ त्यतातिर जाँदैछौँ सारा यहाँ रहेछ सारा मोटर्स यहाँ पो रहेछ त यार पाल्पा साउन आउँछ क्या यहाँ नि यहाँ यसरी साउन आउँछ क्या सारा मोटर्स तानसेन भन्दा तल बर्तुङ गरी यो ठाउँ चाहिँ गाई छैन पाल्पाको बर्तुङ यो यस्तो हुन्छ यहाँ चाहिँ बाइक हुँदा छ पारी तानसेन पोखरा 119 बुटोल 35 छ अब हामी चाहिँ बुटोलतिर चाहिँ लाग्छ बुटोलबाट सुनौली गएर आजको बसाइ आजको गन्तव्यलाई चाहिँ बिटमा आशा राख्छु लगाइस अहिले हामी सिद्ध बाबा मन्दिर परिसरभित्र चाहिँ अब आइसकेका छौँ अब बोल्न के कस्तो हुन्छ अब हिजो गाडी ठाउँ ठाउँमा हुँदो रहेछ कि साइड टर्नेलहरू हो क्या यो त्यो होइन इमर्जेन्सीको उसहरू हो क्या कुन त्यो त अप्सन हुन्छ त्यसलाई त समस्या हुनु यहाँनिर आउटलेट यही हो रुमार्गको आउटलेट यही हो सिद्ध बाबा हे भगवान् सिद्ध बाबा दर्शन गरियो
सिद्ध बाबा मन्दिर दर्शन गरौँ हो गाइजो दर्शन गरौँ मासाला कस्तो राले पेलेको मासाला दर्शन गरौँ सबैले है मैले आँटेको चित्त आएको सम्पूर्ण को चाहिँ अब पुरा होस् भन्ने कामना सहित यो बाटो चाहिँ अब फेरि हामी अगाडि बढ्यौँ अब हामी चाहिँ सिधै बुटोल होला जस्तो लाग्छ अब भेटघाट हुने बुटोलबाट अनि डाइरेक्ट सुनौली गएर अनि बाइकलाई रेस्ट गरेर यतिकै सर्भिसिङ गर्नु दिनु छ बाइकको पनि यतिकै बाइकलाई पनि माया गर्नु पऱ्यो उहाँबाट कति साथ दियो के अरे है बाइकलाई पनि यसो अब खर्च पानी जुटाउनु पऱ्यो छुटाउनु पऱ्यो है गाइस ल ल अहिले हामी बुटोल प्रवेश गरिसकेका छौँ होइन एकदम एक्साइटेड पनि देखाउन नसकेको अवस्था होइन किनकि बिहानबाट खास नै अस्तिबाट नहिँडेको नि त हिजोको थकाइ अझ रातारातको त्यो थकाइ पनि अब पुरा नहुँदै फेरि बिहान फेरि छुट्टै गन्तव्यको लागि चाहिँ हामी निस्क्यौँ कालीगण्डकीको कोरिडोर हुँदै चाहिँ हामी चाहिँ निस्क्यौँ कस्तो लाग्यो माउश्री आजको अत्यन्तै आनन्ददायक रमाइलो हामी 3 दिनको बिचमा नेपाल बोर्डर चाइना बोर्डर र नेपाल बोर्डर मिनिमम 2 दिनमै 2 दिनमै छोयो नि 2 दिनमा हिजो चाइना बोर्डर आज इन्डिया बोर्डर 20 किलोमिटर बाँकी छ बोर्डर आउनलाई बोर्डर आइसकेपछि हामी बोर्डर पनि छिर्ने हामीले प्लान बनाएको छौँ भारतीय बोर्डर अब हामी चाहिँ इन्डियन बोर्डर पनि क्रस गर्छौँ क्रस गरेर त्यहाँ हेरौँ बाइकलाई पहिला पूजा गर्नु छ या यतिकै अब बाइकलाई पनि खर्च पानी दिनु पऱ्यो नि त त्यो किसिमले बाइकलाई भन्दा नि आफूलाई चाहियो कति धेरै साथ दिएको छ बाइकलाई त माया त गर्नै पऱ्यो नि त होइन अब हामी जाने कताबाट हो या कुन ठाउँ हेर्ने है लगाइ चाहिँ अब हामी अहिलेको अवस्था करेन्ट सिचुएसन भनेको अहिले चाहिँ बुटोल परिसकेको छ अब हामी भैरुवा हुँदै जाने होइन हजुर भैरुवाको नजिकै हो अहिले थाहा होइन ठिक छ अहिले हामी अब यहाँबाट लाग्यो अफ भयो क्यामेरा अफ भयो जस्तो लाग्यो चलिरहेको छ ठिक अफ भयो जस्तो लाग्यो खोला गाइस वी आर अराइभिङ हियर अब हामी चाहिँ सुनौली बोर्डरको चाहिँ एकदम नजिक आइसकेको छ होइन अब तपाईँहरूले देख्न सक्नुहुन्छ करिबन त्यही हो 3-4 किलोमिटरै आसपास होला मेरो सुन्नमा आयो हुन्छ सबै भन्सार गरेको गाडी हुन् गाइस हेर त नेपाली अनि कि गएर गाइस सबै के इन्डियन नेपालको गाडी खोइ हामी त आउनु पाउने हो नि तर यो यहाँ केही त छैन नि कुन भन्सार हो लगेर अहिले चाहिँ हामी बोर्डर आइसक्यो होइन मैले विश्वासै गरेको थिएन बोर्डर शुद्ध आइन्छ दुईवटा बोर्डर 2 दिनको अन्तरालमा 2वटा बोर्डर क्रस गरिन्छ नि सोचेकै थिएन क्या
किनकि म सिधैमिधै कतै हिँड्दैन नि त। अब कतै घुम्न जाने प्लानिङ गर्नको लागि वर्षौँ लाग्छ अनि केही कुराहरूको एक्जिक्युट गर्न पनि समय लाग्छ। त्यही हो बुढो, त्यही हो त्यही बुढो। ल ल ल एकैछिन है।